नेपालको लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने करिब 4380 मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड नेपालको एक ऐतिहासिक तीर्थस्थल हो। गोसाइँकुण्डको यात्रा केवल पहाड चढ्ने यात्रा मात्र होइन, यो त प्रकृति र अध्यात्मको अद्भुत सङ्गम हो। यात्राका प्रत्येक पाइला कठिन भए पनि हरेक मोडमा देखिने प्राकृतिक मनोरम दृश्यले यात्राको थकानलाई नै बिर्साइदिन्छ। शिवजीको पवित्र धाम मानिने गोसाइँकुण्डको निर्मल जलमा स्नान गर्ने क्षण जीवनकै अविस्मरणीय अनुभव बन्दछ। गोसाइँकुण्ड पुग्दा केवल गन्तव्य भेटिँदैन, आफूभित्रको नयाँ ऊर्जा प्रस्फुटित भई आत्मानुभूतिमा रूपान्तरित हुन्छ। यात्राले जीवनमा धेरै कुराहरू महसुस गराउँछ। तसर्थ आउनुहोस् आजको यो भिडियोमा गोसाइँकुण्ड यात्राका प्रत्येक क्षणहरूलाई महसुस गरौँ। So high, feet on the ground, but I still get by. हाम्रो गोसाइँकुण्डको यो यात्रा काठमाडौँ चाबेलबाट प्रातःकाल 6 बजेदेखि नै शुभारम्भ भएको थियो र सवारी साधनको सहायताले हामी करिब 12 बजेको समयमा धुन्चे भन्ने स्थानमा आइपुग्यौँ र त्यही धुन्चे भन्ने स्थानबाट हाम्रो गोसाइँकुण्डको यात्रा सुरु भयो। हाम्रो साथमा श्रीकृष्ण कृपाधाम देवघाटबाट परम विदुषी श्री 108 तारामाताजी, प्राचार्य विमलचन्द्र महाराजज्यू, माननीय जयबहादुर चन्द सर, मीराचन्द माताज्यू, अप्सरा माताज्यू, मीना माताज्यू एवं सुरक्षाकर्मीज्यूहरू पनि यात्रामा सरिक हुनुहुन्थ्यो। हाम्रो यो गोसाइँकुण्डको यात्रा पहिलो यात्रा थियो। कहिले उकाली कहिले ओह्राली हुँदै हुँदै हामी अगाडि बढिरहेका थियौँ। आनन्दले हिँड्दैछौँ हामी। यात्रा सुनौलो छ। मध्ये 12 बजेको छ। आनन्दै आनन्द। यस्तो दिव्य यात्रा यो रुखको अचम्म। यसरी निरन्तर यात्रा गर्दै जाँदा हामी देउराली नाम गरेको ठाउँमा पुगेछौँ। सोही स्थानमा केही क्षण विश्राम गरेर यात्रालाई निरन्तरता दिने निश्चय गरियो। यी सबै देखेका यी सबै पहाड पर्वत सबै भगवानका हड्डीहरू हुन्, हाडहरू सबै वनमा रहेका यी रुख बोट बिरुवाहरू यी सबै के हुन् भन्दा भगवानका रोमावलीहरू। अनि यी नदीहरू छन् नि जति पनि सबै परमात्माका नसाहरू, यहाँ जति नाडीहरू रगत बगिरहेको नाडीहरू, खोलाहरू भने यो जुन प्रकृति छ सुन्दर, यो सबै परमात्माको हाँसो हो। भनेपछि कति राम्रो छ प्रकृति। प्रकृतिको परिवेश बडा विचित्रको देखिन्थ्यो। मानव प्रकृति हामीहरूलाई देखेर मुस्कुराइरहेको छ कि भनेको जस्तो प्रतीति हुन्थ्यो। प्रकृतिको अद्भुत अनुभूति हृदयङ्गम गर्दै म चाहिँ एउटा कुनामा बसेर बाँसुरी वादन गर्न थाल्दथेँ। साँच्ची नै हृदयमा आनन्दको वर्षा हुन थाल्दथ्यो। निरन्तर 6 घन्टाको यात्रापछि हामीहरू चन्दनबारी नाम गरेको एउटा सुन्दर स्थानमा पुग्यौँ। लगभग साँझ परेको थियो। तसर्थ त्यो दिन त्यहीँ विश्राम गर्ने निधो भयो। चन्दनबारीको प्रातःकालको मनोरम दृश्य
सबैतिर कुहिरोले छोपेको छ डाँडाकाँडाहरू। अत्यन्त चिसो यो गर्मीको समयमा पनि यहाँ आएपछि अत्यन्त चिसो महसुस गर्न सकिन्छ। र हामीहरूको अब हिँड्ने तयारी हुँदैछ। हामीहरू चन्दनबारीबाट करिब लगभग 11-12 बजेतिर माथिको साइकुण्ड पुग्ने अनुमान लगाइएको छ। र अब हाम्रो यो यात्रा लगभग 6 बजेबाट यहाँबाट शुभारम्भ हुनेछ। यो करिब 5:30 बजेको दृश्य मैले हजुरहरूलाई अवगत गराइरहेको छु। साथीहरू पर डाँडामा हेर्नुहोस् त, कुहिरो पोखेको जस्तो देखिराखेको छ। माताजी आँप खाँदै हुनुहुन्छ। यो अब हिँड्नुपर्छ एकछिनमा, अब 7-8 घन्टा, अनि एनर्जीको लागि खानु पर्यो। हो नि, अर्ग्यानिक चिज हो यो, बोटैबाट टिपेको देखाएको। अब फेरि कति राम्रो दृश्य। महाराजी हजुर, कस्तो महसुस हुँदैछ? एकदम आनन्द यो पाहाडमा आएर चाहिँ गोसाइकुण्डको आनन्दजी जानुभयो आदि मोक्ष भयो। हाम्रो लगभग हिँड्ने तयारी हुँदैछ अब। कृष्ण कन्हैया लालको जय। समादरणीय सज्जनबिन, हामीहरू अहिले भर्खरै चन्दनबाडीलाई प्रणाम गर्दै गोसाइकुण्डको यात्राका लागि अगाडि बढेका छौँ। भनिएको छ शुभस्य शीघ्रम, शुभ कार्यको लागि विलम्ब गर्नु हुँदैन र तीर्थाटन गर्नु यो अत्यन्त शुभ कार्य हो। यसलाई मध्यनजर गर्दै हामीहरू गोसाइकुण्डको दर्शनका लागि लालायित छौँ र प्रातःकाल नै हामीले यात्रा शुभारम्भ गरेका छौँ। अगाडि हाम्रो माताजी हुनुहुन्छ, तारा माताजी, अनि विमलचन्द्र महाराजजी हुनुहुन्छ। त्यसै हाम्रो जयबहादुर चन्द सर, अनि हाम्रो मीरा माताजी, अनि मिना माताजी, अनि हाम्रो अप्सरा माताजीले भिडियो गर्दै हुनुहुन्छ। त्यसरी हाम्रो यात्रा बडो अद्भुत अविस्मरणीय हुँदै गइराखेको छ। सबै दृश्यहरू हजुरलाई म अवगत गराउँदै जानेछु। प्रणाम। कस्तो हुँदैछ त यात्रा? प्रकृतिलाई हेर्दै थकान मर्ने है। यो प्रकृतिको विचित्रतालाई हेरौँ। साँच्चै नै यो प्रकृति कस्तो अद्भुत छ। कतिखेर घाम लाग्छ, कतिखेर कुहिरोले आएर सारा डाँडालाई छेकिदिन्छ, कतिखेर यही प्रकृति बडो सुन्दर रमणीय बन्दछ। मानौ प्रकृतिले केही बताउन चाहिरहेको छ हामीहरूलाई, मानौ प्रकृतिले बोलिरहेको छ, हामीलाई आभास गराइरहेको छ, अनुभूति गराइरहेको छ। जसरी प्रकृतिमा अनेक आरोह अवरोह, अनेक किसिमका घटनाहरू परिघटित हुन्छन्, परिवेशहरू परिवर्तन हुन्छन्, त्यसरी नै हाम्रो जीवनको यात्रामा पनि अनेक बाधा अवधानहरू आउँछन्। कहिले जीवन सहज बन्दछ, कहिले जीवन जटिल बन्दछ। जस्तो सुकै परिवेशमा पनि, जस्तो सुकै वातावरणमा पनि सङ्घर्षशील भएर, प्रगतिशील भएर, गतिशील भएर यात्रालाई हामीले नरोकिकन अगाडि बढ्यौँ भनेदेखि अवश्य पनि परम लक्ष्यमा पुग्न सक्दछौँ। राधे राधे। हामी निकै नै माथि आइपुगेका छौँ। अब वृक्षहरू लोप हुँदै गए,
वृक्षहरू साना साना झारमा रूपान्तरित भएका छन्। जस्तो परिवेश त्यही अनुसारको प्रकृति हुँदो रहेछ भन्ने कुराको अवगत हुन्छ र देख्न सक्नुहुन्छ यात्रा निरन्तर जारी छ। कुहिरोले सारा डाँडाकाँडाहरू ढाकेको छ, छोपेको छ। बिस्तारै वृक्षहरू हराए, मसिना मसिना साना झारहरू हुँदो रहेछन् यहाँ माथि टपमा आएपछि। यतिखेर हामीहरू लौरी विनायक भन्ने स्थानमा आइपुगेका छौँ। यहाँबाट मौसम क्लियर हुँदाखेरि हिमालयको दृश्यलाई अवलोकन गर्न सकिन्थ्यो, तर चारैतिर कुहिरो लागेकोले गर्दाखेरि अहिले ओझेल भएको छ र हामी एकछिन आराम गर्नका लागि, एकछिन विश्राम गर्नका लागि यहाँ रहेका छौँ। हजुरले देख्न सक्नुहुन्छ मानव आकाशमाथि हामी हिँडिराखेका छौँ कि भनेको जस्तो महसुस हुन्छ। यति माथि यी गाईहरू चरिरहेका छन्। अलि भिन्न अर्कै दुनियाँमा, अर्कै लोकमा हामी आएको जस्तो महसुस हुँदैछ। स्वर्ग खोज्न कहाँ गइरहनु पर्छ र? नेपाल नै स्वर्ग हो। नेपालमा यस्ता यस्ता भूमिहरू छन् जसको अवलोकनले साँच्ची नै मन प्रफुल्लित हुने गर्दछ। अब यो गाई त महादेवको पो हो, बहिनी पार्वतीको। बेच्दैन, दुध खान्छौ भने बस 4-5 दिन दुध दिइहाल्छु। छेउमा पाऊँ है देवी लौ परमेश्वरी। यसरी हामी करिब 4300 मिटरको दूरीमा आइपुगेका छौँ। उच्चतम स्तर बादल लागिरहेको छ, मानौँ बादलमा नै हामी हिँडिरहेका छौँ जस्तो महसुस हुन्छ। बादल सँगसँगै हाम्रो यात्रा अगाडि बढिरहेको छ र हजुरहरूलाई सबै म देखाउँदै जानेछु। अब गोसाइकुण्ड धेरै टाढा छ। अब यो शिखरलाई हामीले पार गरेर गएपछि हाम्रो जुन लक्ष्य हो, जुन ध्येयले हामी यात्रामा पदयात्रा गर्दै गर्दै यहाँ आएका थियौँ, त्यो ध्येय अब हाम्रो छिटै नै पुरा हुँदैछ। यसरी भारीहरू बोकेर घोडाहरू माथि तल माथि तल अब धेर टाढा छैन। ऊ त पलतिर देखिएको गोसाइकुण्ड हो। अबको केही क्षणको यात्राले हामी गोसाइकुण्डसम्म पुग्नेछौँ। अब उसले के भने प्रकाशले एउटा कथा हाल्यो, त्यो कथा हान्दाखेरि बाटोभरि हाँसी पनि थाकेर। यस्तो खालको पदमार्ग छ, कहिले उकालो कहिले ओह्रालो, कहिले वृक्षै वृक्षले भरिएको डाँडा, कहिले वृक्ष बिनाका चट्टानै चट्टानले भरिएका डाँडा काँडाहरू पार गर्दै गर्दै हाम्रो यात्रा अगाडि बढ्दैछ। भर्खरै हामी गणेश मन्दिरमा एकछिन विश्राम गऱ्यौँ। तत्पश्चात अब हाम्रो सिधा यो मार्ग गोसाइकुण्डमा पुग्छ। यात्रा गर्दा जीवनमा धेरै आरोह अवरोहहरू आउन सक्छन्, बाधाहरू आउन सक्छन्। त्यस्तो परिस्थितिमा पनि सङ्घर्षको चट्टानलाई फोडेर
जो अगाडि बढ्छ उनै उच्चतम उन्नतिको शिखरमा पुग्न सक्छ, उनै ब्रह्मस्थिति दशामा उपलब्ध हुन सक्छ। लामो अन्तरालको यात्रापछि हामी गोसाइकुण्डको निकटमा आएका छौँ। यहाँ आएर हेर्दा भर्खर कुहिरोले सबै डाँडा काँडाहरू छोपेको थियो, तर अहिले कुहिरो सबै हटेर आवरण नष्ट भएर सरस्वती कुण्डको निर्मल पवित्र जललाई दृष्टिगोचर गर्न सकिएको छ। साँच्ची नै यो जल हेर्दा कति निर्मल छ, कति पावन छ, कति पवित्र छ, कति बृहत छ। यो जल जस्तै हाम्रो मन पनि निर्मल भइदिएको भए सायद निर्मल भएको मनमा ब्रह्म गोचर हुन्थ्यो होला। प्रकृतिका हरेक तत्त्वहरूले हामीहरूलाई केही न केही सन्देश दिइराखेका हुन्छन्, तर त्यो सन्देशको अभिप्रायलाई हामी बुझ्न सक्दैनौँ अनि हाम्रो जीवन दुःखको कारण बन्दछ। स्वर्गीय जीवन पनि नरकीय बन्दछ। भर्खरै हामी नेपालको ऐतिहासिक पुण्यस्थल गोसाइकुण्डमा आइपुगेका छौँ। हजुरले देख्न सक्नुहुन्छ अत्यन्तै निर्मल, अत्यन्तै बृहत कुण्ड जो हामी अगाडि दृष्टिगोचर गर्न सक्छौँ। यो तीर्थको आफ्नै महिमा छ र यो तीर्थमा आएर एउटा अन्तर हृदयमा अद्भुत आध्यात्मिक ऊर्जा अभिवृद्धि भएको महसुस हुन्छ। यहाँ भएका प्रत्येक शिलालेखहरू, यहाँ भएका प्रत्येक यी डाँडा काँडाहरूमा शिवत्वको दर्शन हुन्छ र हाम्रो धैर्यता पुरा भएको छ। हामी आइपुगेका छौँ। भोलि प्रातःकाल आजको हाम्रो बसाइ यहीँ रहनेछ र भोलि प्रातःकाल उठेर हामी गोसाइकुण्डमा स्नान गरेर अनि यहाँ भएका वलतिर पलतिरका तीर्थहरूको तीर्थाटन गरेर अनि फेरि हाम्रो यात्रा चावलसम्म लागिरहनेछ। गोसाइकुण्ड प्रातःकालको मनोरम दृश्य, शान्त विश्रान्त स्थल। यो गोसाइकुण्ड भयो, यसदेखि तलको भैरव कुण्ड, त्यसदेखि तल फेरि सरस्वती कुण्ड गरेर यसरी 3वटा कुण्डहरू छन्। भनिएको छ यो स्थानमा अहिले हेर्दा 3वटा कुण्ड लस्करै देखिए तापनि यस्ता 108वटा कुण्डहरू छन् भन्ने मान्यता छ। यो अगाडि भगवान् भोले बाबाले त्रिशूल गाडेको ठाउँ अनि यो गइरहेको बाटो माथि सूर्यकुण्ड पुग्छ। अहिले हामी 4300 मिटरको उचाइमा छौँ भने 4600 मिटरको उचाइमा सूर्यकुण्ड रहेको छ। अलिअलि हिउँ परेको पनि हामी देख्न सक्छौँ अनि चारैतिर बडा बडा शिलाखण्डहरू। जय श्री कृष्ण, हर हर महादेव।
अहं निर्विकल्पो निराकार रूपो विभुर्व्याप्य सर्वत्र सर्वेन्द्रियाणाम् अहं भोजनं नैव भोज्यं न भोक्ता चिदानन्दरूपः शिवोऽहं शिवोऽहं चिदानन्दरूपः शिवोऽहं शिवोऽहं। साँच्ची नै यो स्थान कति शान्त छ। मानव सकल जीवनको विश्राम नै यही स्थान हो कि भनेको जस्तो प्रतीत हुन्छ। अगाडि देख्न सक्छौँ गोसाइकुण्ड। अनि त्यो गोसाइकुण्डको त्यो देखाउनुहोस् त, त्यो बिचमा रहेको एउटा द्वीप जस्तो छ नि, त्यहाँ आज पनि मान्यता छ कि शिवजी त्यहाँ आज पनि विश्राम गरिरहनु भएको छ। त्यहाँ एउटा शिवजीको प्रतिछायालाई हामी दृष्टिगोचर गर्न सक्छौँ। अनि यो माथि देखाउनुहोस् त, उयो माथि जहाँ हामी अहिले जाँदैछौँ, शिवजीले जब हलाहाल विषलाई पान गर्नुभयो त्यतिखेर उहाँको त्यो जुन कण्ठको जलन हो त्यो जलनलाई शान्त गर्नका लागि यहाँ आएर उहाँले त्रिशूलले प्रहार गर्नुभएको थियो यसै स्थानमा। र प्रहार गरेपछि त्यहाँबाट अचानक जल प्रकट भएर प्रवाहित हुन लाग्यो। यो गोसाइकुण्डको उद्गम स्थल नै त्यही हो। त्यहाँबाट नै यो जलराशि आएर यहाँ जम्मा भएको छ। हजुरले देख्न सक्नुहुन्छ कति सुन्दर, कति विशाल, कति बृहत, कति विश्रान्त यो शिवजीको देश, शिवजीको गाउँ अनि पार्वतीको बगैँचा। यहाँ आएपछि मनले शान्ति पाउँछ, मनले चैन पाउँछ, इन्द्रियहरूले विश्राम लिन्छन्। यही स्थान हो जहाँ शिवजीले त्रिशूल प्रहार गरेर जललाई प्रवाह गर्नुभएको थियो र यही जल गएर एउटा कुण्ड बनियो जसलाई गोसाइकुण्ड भनिन्छ। गो भनेको इन्द्रिय, जहाँ आएर इन्द्रियले विश्राम लिन्छन्, जहाँ आएर इन्द्रिय शान्त हुन्छन्। वास्तवमा त्यो कुण्डको नाम गोसाइकुण्ड। अनि गोसाई शिवजीको नाम पनि हो। शिवजीको नामबाटै त्यो कुण्डको नाम गोसाइकुण्ड रहन गयो। बडो दिव्य छ, शान्त छ। So high, feet on the ground, but I still get by. Rules were made for someone else to try, but not me, not me. They say slow down, son, take your time, but I was born running every stop sign. Sky is the limit, no chance to hold. जटाटवी गलज्वल प्रवाहि पावितस्थले गलेवलम्बलम्बिता भुजङ्गतुङ्गमालिका डमड्डमड्डमड्डमन्निनाडवड्डवर्वयं चकार चण्डताण्डवं तनतु नः शिव शिवम्। जटाकटाः सम्भ्रम भ्रमन्ति निम्प निर्जरी विलास बीचि वल्लरी प्रमोदमान मूर्धनि धगद् धगद् धगज्ज्वल ललाट पट्ट पावके किशोर चन्द्रशेखरे रति प्रतिक्षणं मम धराधरेन्द्र नन्दिनी विलास बन्धु बन्धुरस्फुरद्दगन्त सन्तति प्रमोदमान मानसे कृपा कटाक्ष धोरिणी निरुद्ध दुर्धरापते क्वचिद् दिगम्बरे मनो विनोद मे तु वस्तुनि।